हेलो एभ्रिवान, फेरि पनि स्वागत छ मेरो ब्लगमा। अनि मेरो नाम प्रताप। अनि आज चाहिँ हामी सबैजना मिलेर चाहिँ यता बुमथाङको म्युजियम छ अरे यहाँ एउटा, त्यो म्युजियम एक्सप्लोर गर्न जाँदैछौँ। अनि हामी चाहिँ अब यतिजना ठ्याक्क जान्छौँ थाहा छैन मलाई, यति 7-8 जना जान्छौँ होला। अनि आज चाहिँ हामी बुमथाङको म्युजियम एक्सप्लोर गर्न जाँदैछौँ। अब 2-3 दिनमा यो ठाउँ छोडिन्छ होइन, जे भयो नि 3 महिना यहाँ बिताइयो। तर हाम्रो जो बस्दा चाहिँ झ्याउ लाउने, तर ठाउँ चाहिँ राम्रो थियो। पुरै डाँडा घुम्यो, डाँडा पुग्यो, उताको यता कुना नै गइयो, यता माथिबाट एउटा डाँडा गइयो। यस 3 महिना चाहिँ रमाइलै गऱ्यो। अनि हामी जान लाग्छ म्युजियम हो। म्युजियम भनेको यता कता, यता तलपट्टि कता छ म्युजियम भनेको। त्यहाँको बिल्डिङ हो त्यो, एकदम राम्रो चोर रहेछ यहाँ। यो यहाँको पुरानो प्यालेस भन्दै खाने होइन। अब यहाँको चाहिँ द वाङदु छोलिङ प्यालेस म्युजियम एन्ड कल्चरल सेन्टर भनेर लेखेको छ होइन। अनि यो मन्डेबाट सटरडे चाहिँ 9:30बाट 4:30 खोल्छ। अनि अब गाडी लिएर आयो भने चाहिँ यहाँ पार्क गर्नुपर्छ अरे। यो माथि देखेको छ नि, यसलाई चाहिँ जकरजङ भन्छ होइन। अनि उतापट्टि जुन यो डाँडामा देखेको छ यहाँको कोर्ट, यहाँको जुन हाम्रो जिल्ला अदालत भन्छ नि, त्यस्तै जिल्ला अदालत भयो यहाँ। अनि म्युजियम भनेको यो भयो। So currently we are here, and then we have all these 3 places to visit. यो चाहिँ पहिला प्यालेस रहेछ पहिला चाहिँ। यो चाहिँ हाम्रो टिकट काउन्टर भएको अरे। अब यहाँ चाहिँ लोकलको लागि 100 अनि फरेनरको लागि चाहिँ 1000 रहेछ। तर म चाहिँ यसरी लोकल आइसकेँ। दिस इज द सेन्ट्रल टावर. It was constructed in 1858 by Jigme Namgyal. It's his private residence. This is राजाको दरबार भन्छ नि हाम्रो नेपालमा। यही है 1 2 3 4 5 तला रहेछ हाम्रो। यसलाई पनि 5 तला बनाएको। 1 2 3 Nestled in the heart of Bhutan is a region where the past and present intertwine in the confluence of sacred sites, picturesque valleys, and deep history. Its story truly begins in the 8th century, when Guru Rinpoche arrived in the valley upon the invitation of King Sindhu. The king, tormented by an illness believed to be the wrath of local deities, sought the Guru's help. With his profound spiritual power, Guru Rinpoche healed the king and tamed the deities, transforming them into guardians of Buddhism. This moment marked the dawn of Buddhism in Bhutan, with Bumthang as its cradle, where the echoes of Guru Rinpoche's influence can still be felt today.
Oh, so this is where the king stay. पहिलाको जमानाकै सामान राख्ने ठाउँहरू बाकस पानी पिउने यिनीहरूको कपडा अनि यहाँ छालाले बनाएको यो भुटानको कोइनहरू भुटानको डिफ्रेन्ट स्ट्याम्प्स I don't run away from here. Guru Rinpoche-ko, these are the 8 manifestations. यो थालहरू मानवहरू यो बाजा बजाउनेहरू शङ्खहरू अब यस्तो यस्तो ठाउँ राखेको रहेछ होइन यहाँ ठ्याक्क राजाहरूले बोलेको आवाज सुन्नको लागि 360 मा चाहिँ आवाज सुनिन्छ यहाँ चाहिँ भुटनिसको चाहिँ स्क्रिप्चर्सहरू रहेछ मन्त्रहरू हो पहिला जमानाको चाबीहरू जस हामी यहाँ चाहिँ यहाँको म्युजियममा आएर चाहिँ भुटानको हिस्ट्रीको बारेमा यहाँको कल्चरको बारेमा अनि यो प्यालेस चाहिँ किन बनाएको भनेको त्यो बेलाको राजाले चाहिँ यहाँ किन बनाउनु भएको भनेर थाहा पाइयो होइन अनि यहाँ चाहिँ हामीलाई यो ग्राउन्ड फ्लोर र फर्स्ट फ्लोरमा जान पाइयो होइन त्यहाँबाट माथि जान पाइएन हामी जहाँ सर यसो पुरै राउन्ड मानेर आयौँ हामी अनि यहाँ चाहिँ के भन्दाखेरि माथि मान्छे बस्ने होइन तर तल चाहिँ यसरी सामानहरू राख्ने के राख्ने गर्दा रहेछ यहाँ भुटनिसको यो रिबनहरू के के छन् होइन अनि यहाँको टेक्सटाइल गार्मेन्ट्सहरू भयो यो चाहिँ हाउसहोल्ड टेक्सटाइल अरे यो जस्तो हाम्रो किरा लाउँछ नि त्यस्तै चेन्जिङ ट्रेन्ड्स इन केटाले लाउने भनेको गोहरूलाई भन्छ होइन यो सुलाई के भन्छ अरे छोलङ अब यो चाहिँ केटाले केटीले लाउने कपडाहरू यो के अरे यो गहनाहरू भयो अनि वुमेनको कपडालाई चाहिँ किरा भन्छ होइन अब खेती किसानी गरेपछि चाहिँ अब त्यसलाई कहाँ स्टोर गर्ने भन्दाखेरि यस्तो अब हामीहरूले उहाँ के ठ्याक्क नाम होइन यहाँ यस्तोमा चाहिँ चामलहरू राख्ने यो चाहिँ खाना पकाउने भाँडाहरू खाने भाँडाहरू तामा गाउने चाहिँ यहाँ पनि ओ ए जाँतो यहाँ पनि रहेछ नि त नेपालमा त पाइन्छ यहाँ पाइँदो रहेछ जाँतो यो छिडीहरू होइन नाप्ने भाँडाहरू यो चाहिँ त्यो घाँस काट्ने होला Each of them. I don't know about this one. This is let's say we call Noop. No. Andi Lunta. Lunta. Imu Lunta. Andi Noop silang man. 3 jewels. So what does they mean? 3 jewels is like a
treasure. यो चाहिँ टेम्पल यो चाहिँ प्रेयर यो पानीबाट यो विल घुम्छ कि भित्रभित्र त्यस यो त्यो ठाउँमा चाहिँ 5 वटा भन्ने रहेछ हैन अब हामी प्यालेसको चाहिँ तलपट्टि भागमा बगैँचातिर जान्छौँ अब सो यहाँ चाहिँ क्याफे पनि बनाएको छ हैन यहाँ तल क्याफे रहेछ अनि व्हील चेयरको लागि पनि यहाँ लिफ्टबाट जान मिल्दो रहेछ व्हील चेयर एन्ट्रान्स यहाँ चाहिँ रेस्ट बा अनि आर्चरी गर्ने ग्राउन्ड रहेछ यहाँ चाहिँ आर्चरी गर्ने ग्राउन्ड रहेछ यसलाई भन्छ राजस्तुपा चिन्तन माप जस यहाँ नजिकै रहेछ हामी आएको थिएनौँ हैन तर आज आइयो यहाँको ठाउँ देखियो अनि भुटानको हिस्ट्रीको बारेमा बुमथामको हिस्ट्रीको बारेमा अनि यहाँबाट कसरी मोनार्की स्टार्ट भयो भन्ने कुरा कथाहरू र हिस्ट्री नै थाहा पाइयो हैन अनि अब चाहिँ हामी यहाँबाट फर्केर जाँदैछौँ अब यो मेरो भुटानको भन्दा चाहिँ बुमथाङ भन्ने ठाउँको चाहिँ दिस मे बी द लास्ट ब्लग एन्ड आफ्टर दिस आई थिङ्क आई विल बी गोइङ टु पारो तक्साङ सो आई थिङ्क आई विल बी coming up with more 2 to 3 vlogs from Bhutan. So I think this is from this vlog and see you again in another vlog. So thank you for watching.